हेलो साथीहरु, आज चाहिँ म sin x को डेरिभेटिभ निकाल्न सिकाउँदै छु फर्स्ट प्रिन्सिपल मेथड युज गरेर है। यो चाहिँ एकदमै सजिलो छ। हामीलाई के दिएको छ, sin x दिएको छ। हामीले sin x लाई चाहिँ फर्स्टमा एउटा फंक्सनको रूपमा सपोज गर्छौं। सो सुरु गरौँ। लेट f of x इज इक्वल टु sin x भन्ने एउटा फंक्सन छ भनेर हामीले सुरुमा सपोज गर्यौं। अब f of x भन्ने फंक्सनको डेरिभेटिभ के हो भनेर हामीलाई डेरिभेटिभको डेफिनेसन आफैले भन्छ। सो f of x को डेरिभेटिभ चाहिँ के रहेछ भन्दाखेरि लिमिट h टेन्ड्स टु 0 f x plus h minus f of x is डिवाइड बाई h हुन्छ भनेर हामीलाई डेरिभेटिभको डेफिनेसनले भन्छ। एउटा डेफिनेसन हो, यो चाहिँ तपाईहरुले 1 मार्क्सको क्वेशनको लागि पनि सोध्छ। यो डेफिनेसन लेख्नुभयो भने हजुरहरुले 1 मार्क्स पाउनुहुन्छ है। सो यो डेफिनेसनले भनिसकेपछि हामीले अब के गर्छौं भन्दाखेरि ठ्याक्क यहाँ ल्याएर हामीले sin x लाई चाहिँ f of x यो फंक्सनको रूपमा चाहिँ हामीले रिप्लेस गरिदिन्छौं है। सो लिमिट h टेन्ड्स टु 0 f of x plus h भनेको यो आधारमा हामीले लेख्नु पर्दाखेरि के हुन्छ, sin x plus h हुन्छ। यो हजुरहरुले अप्सनल म्याथमा पढ्नु भयो होला सानो क्लासमा। सो यो रिप्लेस गर्यौं माइनस f of x को ठाउँमा a लाई ल्याएर लेखिदियौं हामीले sin x डिवाइडेड बाइ h। यति आयो है। यति आइसकेपछि हजुरहरुले माथि हेर्नु भयो भने एउटा sin c माइनस sin d वाला रूप देख्नु भयो होला है। यसको फर्मुला के हुन्छ भनेर हजुरहरुले पढ्नु भयो होला। 2 cos c plus d by 2 into sin c minus d by 2 चाहिँ यसको फर्मुला हुन्छ भनेर सानो क्लासमा पढाएको थियौं। सो यही कुरालाई चाहिँ मैले यहाँ ल्याएर रिप्लेस गर्छौं। तर हाम्रो लागि यहाँ c के छ, x plus h छ, d के छ, x छ है। सो लिमिट h टेन्ड्स टु 0। अब हामीले यहीलाई ल्याएर लेख्छौं 2 cos c को ठाउँमा हामीले लेख्छौं x plus h र प्लस d को ठाउँमा लेख्छौं हामीले प्लस x डिवाइड बाइ 2 है इन्टु sin। अब हामीले c को ठाउँमा लेख्छौं फेरि x plus h र d को ठाउँमा लेख्छौं हामीले माइनस x नेगेटिभ अफ d भएर है डिवाइड बाइ 2 पुरै डिवाइड बाइ h। यही कुरा यहाँ लेखे है। त्यसपछि हामी अर्को स्टेपमा जान्छौं। अर्को स्टेपमा चाहिँ हामीले सिम्पल अल्जेब्रालाई मात्रै अकाउन्टमा लिन्छौं है। यतिखेर चाहिँ हजुरहरुले यसो ध्यान दिनु होला है, कन्फ्युज नहुनु होला। लिमिट h टेन्ड्स टु 0 2 cos x plus x 2x plus h डिवाइडेड बाइ 2। यही कुरालाई लेख्यो नि x plus x 2x plus h डिवाइड बाइ 2 इन्टु अब यतापट्टि पनि त्यही गर्छौं, तर यहाँ x र नेगेटिभ x छ। सो यो दुईटा गयो, बाँकी रह्यो h डिवाइड बाइ 2 पुरै डिवाइड बाइ h। यही कुरा लेखे है। त्यसपछि हामी अर्को स्टेपमा जान्छौं। अर्को स्टेपमा गइसक्दाखेरि चाहिँ हामीले एउटा सामान्य कुरा गर्छौं। लिमिट h टेन्ड्स टु 0 2 cos 2x plus h डिवाइड बाइ 2 sin h डिवाइड बाइ 2 अपन h। अब मैले यो h मा चाहिँ के गरेँ भन्दा यसलाई 2 ले मल्टिप्लाई गर्दिए र 2 ले डिवाइड गर्दिए। किन गरेँ भन्दाखेरि अहिले अर्को स्टेपमा हजुरले थाहा पाउनुहुन्छ इन्टु 2 डिवाइड बाइ 2 गर्दिए है। यो गरिसकेपछि अब के हुन्छ यहाँ हेर्नु होला। अर्को स्टेपमा के हुन्छ भन्दाखेरि मैले अब यो इन्टु 2 डिवाइड बाइ 2 गरेपछि यो माथिको 2 र यो 2 लाई काट्न मिल्यो है। हजुरहरुले यो बुझ्नु भयो होला नि है। माथिको 2 र यो 2 लाई मैले क्यान्सल गर्दिए। सो बाँकी के रहन्छ भन्दाखेरि लिमिट h टेन्ड्स टु 0 cos 2x plus h डिवाइडेड बाइ 2 इन्टु sin h बाइ 2 अपन h बाइ 2। मैले यो h बाइ 2 लाई चाहिँ साइन सँग लेख्दिए है। अब यो हजुरहरुले यो फर्म देख्दाखेरि केही न केही याद आइरा होला है। अगाडि प्रुफ गरिसकेको कुरा याद आइरा होला, एउटा डेफिनेसन पढ्दाखेरिको कुरा याद आइरा होला। यो चाहिँ एउटा फर्म देख्नुभयो होला। अनि किन गरे म भन्छु है अझै पनि। अब मैले यो लिमिटलाई दुईटै टर्मसँग लेख्दिए, छुट्टा छुट्टै लेख्दिए। यो पाउनुहुन्छ इन्टु हुँदाखेरि बीचमा। सो लिमिट cos 2x plus h डिवाइडेड बाइ 2 इन्टु लिमिट। अब यहाँ मैले के गर्छु ध्यान दिनु है। यहाँ h टेन्ड्स टु 0 छ नि, मैले यहाँ h डिवाइड बाइ 2 टेन्ड्स टु 0 लेखेँ। किन लेखेँ होला भन्दाखेरि h बाइ 2 अपन h बाइ 2 किन लेखेँ होला भन्दाखेरि यदि लिमिट चाहिँ
के अरे एच चाहिँ 0 सँग नजिक हुँदाखेरि अब अर्को कुरा हामीले के लेख्न पर्यो, लिमिट h/2 पनि 0 सँग नजिक छ रे भनौँ। यदि h को भ्यालु 0 छ भने h/2 को भ्यालु नि 0 हुन्छ कि हुँदैन, यसमा 0 रिप्लेस गरेपछि यसको भ्यालु नि 0 हुन्छ नि। हो त्यही कुरालाई चाहिँ यहाँ लेखायो है। h 0 हो भने h/2 पनि 0 हुनु पर्यो क्या। ठ्याक्क यो 0 यहाँ राख्दाखेरि यो नि 0 भयो नि। अब यहाँ मैले रिप्लेस गरिदिएँ, जहाँ जहाँ h छ त्यहाँ चाहिँ 0 ले रिप्लेस गरिदिएँ। यहाँ h छ, यहाँ 0 ले रिप्लेस गर्यो भने 2x/2 बाँकी रहन्छ। 2x + 0 भनेको 2x, 2x/2 भनेको x बाँकी रहन्छ है। अब त्यो यो हटाइदिइसकेपछि बाँकी के रह्यो, यहाँ cos x बाँकी रह्यो। अब यति फर्मलाई, यति यो एक्सप्रेसनलाई हजुरले हेर्नुहोस्, यति एक्सप्रेसन चाहिँ अगाडि पढ्नुभयो होला, प्रुभ गरिसक्नुभयो होला। यसको भ्यालु चाहिँ के, यो चाहिँ कस्तो फर्ममा छ भन्दाखेरि लिमिट x टेन्ड्स टु 0 sin x/x भनेको चाहिँ 1 सँग इक्वल हुन्छ भन्ने एउटा डेफिनेसन जुन हजुरहरूले पढ्नु भएको छ, एउटा एक्सप्रेसन जुन पढ्नु भएको छ, प्रुभ पनि गर्नुभयो होला भन्ने लाग्छ मलाई, त्योसँग चाहिँ यो मिल्छ हैन। सो यति एज अ होल चाहिँ मैले 1 लेख्न पाएँ। सो हाम्रो एन्सर कति आउँछ, cos x। देयरफोर d sin x/dx इज इक्वल टु cos x। Answer. Thank you. Like and subscribe please.